हेलो एभ्रिवान, नमस्ते। म जमुना ब्युटी पार्लर एन्ड मेकअप स्टुडियोबाट आज चाहिँ हजुरहरूलाई म जमुना ब्युटी पार्लर एन्ड मेकअप स्टुडियोको नेल्सको स्टुडेन्टहरूको वर्क देखाउन गइरहेको छु। उहाँको चाहिँ 1 महिनाको कोर्स कम्प्लिट भयो। उहाँहरू चाहिँ नेल्सको लागि 1 विक भयो अहिले जोइन हुनुभएको। तिम्रो नाम के हो? मेरो नाम प्रवीणा तामाङ। कति दिन भयो आएको? हामीले 1 हप्ता भयो। 1 हप्ता भयो है? हजुर। कतिवटा आर्ट बनाउनु भयो? धेरै बनाइसक्यो अहिलेसम्म। उहाँहरूको आर्ट हेर्न सक्नुहुनेछ हजुरहरूले। नानीको नाम के हो? मेरो नाम सुस्मिता लामा। आज कति दिन भयो जोइन भएको? आज 1 विक भयो। हजुर। अनि आर्टहरू हामीले कतिवटा बनायो होला? हामीले दिनमा 8वटा बनाउँछौँ। आज चाहिँ यो हात कम्प्लिट भएको छ, 1 ह्यान्ड। ल ठिक छ। कस्तो लागिरहेछ? एकदमै राम्रो। अनि यहाँको इन्भाइरोमेन्ट पनि एकदमै कम्फर्टेबल छ। हजुर। जे होस् रमाइलो भइरहेछ। दिनदिनै राम्रो प्रोसेस भइरह। थ्याङ्क यू। वेलकम। अनि सोफिया, आज कतिवटा आर्ट बन्ने त? पहिला एउटा फाइल गरेर अनि अहिले बनाएँ। ल ठिक छ। कस्तो भइरहेछ? एकदम राम्रो। हो ल। हाम्रो बहिनीको नाम के हो? मोनिका सिस्टर। मेनुका श्रेष्ठ। मोनिका श्रेष्ठ। आज कतिवटा आर्ट भयो? आज एउटा बनाएर फाइल गरेर फेरि अर्को बनाएको। कति दिन भयो आज? 3 दिन भयो। 3 दिन भयो। 3 दिनमा कतिको सहज भइरहेछ एकदम सजिलो भइरहेछ है? ल राम्ररी सिक्नु होला। उहाँले चाहिँ कस्टमर ह्यान्डल गर्नुभएको छ। एकदमै राम्रो आर्ट भएको चाहिँ हजुरहरूले हेर्न सक्नुहुनेछ। भूमिका, कस्तो भइरहेछ आर्ट? राम्रो भइरहेछ। एकदमै राम्रो आर्ट भइरहेछ। हजुरले हेर्न सक्नुहुनेछ उहाँहरूको आर्ट एकदमै राम्रो भएको छ। यदि हजुरहरू पनि एससी टुवेल्भको इक्जाम दिएर बसिराख्नु भएको छ र के गर्ने, कस्तो गर्ने, कुन सिप सिक्ने भनेर अन्यलमा हुनुहुन्छ भने छिटोभन्दा छिटो आफूलाई निखार्नु होला। र हाम्रोमा अहिले नेल एक्सटेन्सनको क्लासहरू ओपन भइसकेको छ। हजुरहरू आएर फर्म भर्नुहोला। र हाम्रोमा चाहिँ फर्म खुलिसकेको छ। सिप सिकी दक्ष भए आत्मनिर्भर बन्नुहोला। यो सबै आर्टहरू चाहिँ हाम्रो स्टुडेन्टहरूले बनाउनु भएको हो। र यदि हजुरहरू पनि यसै आर्टहरू बनाउन चाहनुहुन्छ भने चाहिँ अहिले जमुना ब्युटी पार्लर एन्ड मेकअप स्टुडियोमा आउनुहोला, भिजिट गर्नुहोला।